देउबाको सम्पत्तिको छानबिन सुरु, बालेन सरकार कडा एक्सनमा। के देउबा हङकङमा समातिन्छन्? देउबा दम्पति यति बेला सिङ्गापुरमा छन्। सरकारले सम्पत्तिको खोज तलास गर्दैछ। सम्पत्ति शुद्धिकरण अनुसार उनीहरूको चल र अचल सम्पत्ति के कति छ भनेर खोज्न थालेको हो। देउबा सहित 6 पूर्व प्रधानमन्त्रीको सम्पत्ति सरकारले खोज्न थाल्दा देउबा सिङ्गापुरमै बसेका छन्। गएको भदौ 24 गते जेन्जी आन्दोलनबाट राजनीतिक रूपमा पावरलेस भएका देउबाले गएको असोज 28 को काङ्ग्रेस केन्द्रीय समितिले सम्बोधन मात्रै गरेका थिएनन्। 15औं महाधिवेशनपछि आफूले राजनीतिक सन्यास लिने बाचा नै गरेका थिए। भदौ 24 को आगजनी र तोडफोडमा राहदानी चलेपछि देउबा दम्पतिले नयाँ साधारण राहदानी बनाएका थिए। त्यस लगतै उनीहरूले थाइल्याण्डको भिसा लिएका थिए। तर गएको कार्तिक 10 गते उपचारका लागि भन्दै उनीहरू सिङ्गापुर गए। उनीहरू त्यसपछि त्यही कार्तिकको 28 मा फर्किए। तर निर्वाचनको मतदान हुनुभन्दा 1 हप्ता अघि देउबा